guys, welcome to my shopping haul video. यो चाहिँ मेरो H&M को shopping haul video हो. H&M मा चाहिँ सेल लागेको थियो नि त जापानमा. अब विन्टर सकिन लाग्यो, समर लाग्न लाग्यो. त्यही भएर चाहिँ सेल लागेको थियो. हजुरहरुलाई म एक एकवटा गरेर सबै देखाउँछु. यो त मेरो ड्रेसहरु मैले चाहिँ के लिए तिनीहरुलाई त सबैले. फर्स्ट पर्चेज हो. यस्तो वाला ट्राउजर चाहिँ मलाई एकदमै मन पर्छ अनि लगाउँदाखेरि पनि कम्फर्टेबल हुन्छ. अनि यो चाहिँ वर्क जाँदाखेरि चाहिँ एकदम बेस्ट हुन सक्छ. त्यही भएर मैले चाहिँ यो लिइहालेँ देखे. अर्को पर्चेज भनेको चाहिँ यो वाला प्यान्ट हो, जिन्स प्यान्ट. जिन्सको प्यान्ट नि जापानमा एकदमै गाह्रो हुन्छ भेटाउनको लागि के. त्यसमाथि पनि साइज भेटाउनलाई धेरै गाह्रो. साइज भेटाइहाल्यो भने पनि लेन्थ लानु हुने. अनि तपाईहरुलाई थाहा छँदैछ जापानमा लेन्थ घटाउनलाई जस्तो गाह्रो र लेन्थ घटाउने प्राइसले त अर्को एउटा प्यान्ट नयाँ नै आउँछ के. त्यही भएर चाहिँ मैले यो H&M मा पाएको बेलामा किन नलिने त भनेर चाहिँ लिइहालेँ. अनि यसको चाहिँ लेन्थ पनि ठिक्क छ मेरो लागि अनि कम्मरको साइज पनि एकदमै ठिक्क छ. अनि अर्को पर्चेज चाहिँ यो स्याटिनको सर्ट हो. यो सर्ट चाहिँ मलाई देख्ने बित्तिकै मन परेको के. हेर्नुस् न क्वालिटी पनि कस्तो राम्रो छ. यो चाहिँ मलाई देख्ने बित्तिकै मन परेको लुगा हो है. अर्को पनि मलाई चाहिँ जुन लुगा पनि देख्ने बित्तिकै मन पर्छ. मलाई फेरि लुगा यति धेरै चाहिन्छ हैन. अनि यो लुगा चाहिँ मेरो अर्को पर्चेज हो. यो चाहिँ मलाई एकदमै राम्रो लागेको छ कि यो टी-शर्ट चाहिँ यसलाई चाहिँ म समरमा एकदमै स्टाइल गरेर लगाउँछु. तपाईहरुलाई पनि देखाउँछु मैले कसरी लगाउँछु भनेर. हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो आइडीलाई फलो गर्नु होला. अनि अर्को पर्चेज चाहिँ मेरो यो वाला टी-शर्ट हो. यसलाई चाहिँ विन्टरमा पनि लाउन मिल्छ स्टाइल गरेर अनि समरमा पनि. विन्टरमा चाहिँ भित्र हाइनेक लगाएर बाहिरबाट लगाएर ज्याकेट लगाएर लगाउन मिल्छ भने समरमा चाहिँ यतिकै लगाउँदा नि भयो. वान पिसहरुसँग माथिबाट लगाउँदा नि भयो. जे गर्दाखेरि पनि बेस्ट के यो चाहिँ. त्यही भएर मैले चाहिँ यो पनि लास्ट पर्चेज भनेको चाहिँ यो वाला ब्ल्याक कलरको टी-शर्ट हो. ब्ल्याक कलरको टी-शर्टले समरमा चाहिँ पोल्छ. तै पनि ठिकै छ मलाई त चाहिए पनि राखेको ब्ल्याक कलरको एउटा टी-शर्ट. अनि यसको क्वालिटी पनि कस्तो राम्रो छ के. H&M को लुगाहरुको क्वालिटी चाहिँ एकदमै राम्रो हुन्छ. अनि H&M मा चाहिँ प्राइस पनि अलिकति हाई नै हुन्छ भनौं. तर जस अफोर्डेबल त गर्न मिल्छ. तै पनि अलि हाई नै हुन्छ अरु नर्मल जापानमा अरु नर्मल शपहरु भन्दा. तर सेलमा चाहिँ कपडाहरु एकदमै सस्तोमा पाइन्छ. मैले चाहिँ H&M को ड्रेसहरु चाहिँ हजुरले देखाइहालेँ. यति नै हो. यसमा चाहिँ 1 and 2 3 4 5 6 पीस ड्रेसहरु छ हैन. अनि यतिको अब 7000 8000 भनेको चाहिँ राम्रो प्राइस हो. अनि क्वालिटी पनि एकदमै राम्रो छ. हजुरहरुलाई पनि चाहिन्छ भने चाहिँ छिटो छिटो नजिकैको H&M मा गइहाल्नु होला. एन्ड थ्यांक यू फर वाचिङ गाइज. बाइ बाइ.